सो हेलो गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। सो हेर्नुहोस् यहाँ हामी चाहिँ यहाँ हेर्नुहोस् यो सुङदुङको अलिक उँधो आइरहेको छ होइन। यतापट्टि खोल्सामा यो चाहिँ नाकुङको खोल्सा हो। यो चाहिँ नाकुङदेखि आउँछ। अन्त यहाँ तल चाहिँ एक सन्ताङको होइन, यहाँ चाहिँ पानी छुट्टिन्छ। यही पानीको अलिक उँधोतिर माथितिर चाहिँ होइन यो चाहिँ मैले घाँस काटेको होइन, माथिदेखि काटेर ल्याएको। ऊ माथि अलिक काटेको देख्दैछ, त्यहाँ मात्र अलिक साह्रो भ्याउँदैन होइन। त्यहाँ माथि काटेको पुरै मिरिमिरी देख्दैछ। हेर्नुहोस् गाईहरू चाहिँ बाख्राहरू चाहिँ सरी बाख्राहरू चाहिँ यति खतरा चढ्दैछ होइन। घाँस पलाएर चाहिँ दामी भइरहेछ यहाँहरू। हाम्रोमा चाहिँ घाँस पनि पलाएर दामी भएको छ। यता कतातिर त घाँस पलाएको छैन र माथिहरू रुखो छ घाँसको। यहाँ लिएर आएको होइन। यहाँ चाहिँ मनपहाहरू पनि पाउँछ। बस्तीको जिन्दगी यस्तै छ, घाँस काट्यो बस्यो बाख्रा हेऱ्यो। पढ्नु चाहिँ सकिएन, किन भन्दा बिमारले गर्दा पढ्नु पाएन होइन। त्यसले गर्दा 11मा पढ्दैछु होइन। उयो के अरे बिमार भएर 3 वर्ष ग्याप भयो। 3 वर्ष ग्याप भएर चाहिँ पढेकै छैन। त्यस्तै भिडियो बनायो बस्यो बाख्रा हेऱ्यो, त्यस्तै छ जिन्दगी चाहिँ लन्द्राइङ छ हाम्रो पुरै। के भन्नु र, हाम्रो त्यही छ दुःख बस्तीमा होइन। अन्त अलिकति के अरे अलिकति भोलिपर्सि चाहिँ अलिकति घुम्नु जाने प्लानिङ छ कहाँतिर होइन। अन्त हामी चाहिँ यस्तै छ होइन। हेर्नुहोस् यस्तो छ, बिरै बिर छ आएको तलसम्म। घाँस चाहिँ डह्रो छ। हामी चाहिँ घाँस चाहिँ गाईको काट्नु आएको होइन। बाख्राहरूको चाहिँ काट्नु पर्दैन, किन भन्दा बाख्रा चाहिँ चराउँछ। आदि चाहिँ बच्चाहरू माथि नै छ। अन्त हेर्नुहोस् रुखहरू यस्तो दामी छ। ऊ माथि त उयो पनि रहेछ, के अरे रुखको के भन्छ दुलो, उहिले बनाएको वुड पिकरले पुरै त्यो फुङ्गेर कस्तो उयो बनाएको। त्यहाँ त गुड्छ जस्तो लाग्यो यस्तो हेर्दा त। हेर्नुहोस् रुखहरू पनि यस्तो छ। हेर्नुहोस् ठोट्ने, यो चाहिँ ठोट्ने हो होइन। यो चाहिँ ठोट्ने गाडी यो चाहिँ हो होइन। यो चाहिँ काँरा। अन्त हेर्नुहोस् घाँस यस्तो दामी छ। कहाँतिर त घाँसहरू पनि छैन होइन, रुखो छ होला। किन भन्दा चाहिँ हामी चाहिँ ओलबारी तल लिएको छ होइन। अब चाहिँ जानुपर्ने चाहिँ हामी यहाँ माथिदेखि उकालो जानुपर्छ। यो ढुङ्गा देख्दै गर्ने त्यहाँदेखि चाहिँ उकालै जानुपर्छ होइन। हाम्रो काका आएकै छैन, पर्खेको भोक पनि लागिसकेन। अब त्यो भनेको आजको लक्ष्य यति नै होला। यसले चाहिँ भन्छ ओखती चाहिँ राम्रो हुन्छ, किन भन्दा यो चाहिँ दबाई बन्छ। यो ओखती हो, ओखतीको रुख। अन्त हो यति नै होला।